आगो यस्तो बालेर मेरो साथीहरु आज माछा तार्दैछु ल। आगोमा यस्तो हुँदैछ अनि यहाँ यस्तो खाले हुँदैछ। फाइनली कस्तो हुन्छ हेर्दै जानु होला मेरो साथीहरु। फ्राई गरेको यस्तो पो हुँदैछ माछा। हेर्नुस् मेरो हजुर साथीहरु, आगो यसरी बालिराछु। मेरो साथीहरु आज चाहिँ माछा पकाउँदै छु। यस्तो खालको माछा पकाउँदै छु। यस्तो दाउरामा माछा पकाउँदै छु। तर हेर्नुस् न यस्तो पो भयो माछा लाइकन। के भयो कुनै अन्डा हालेको थिएँ त्यस्तो भएको छ। मेरो साथीहरु अहिले अब के हुन्छ हेर्दै जानुहोस् है। माछा कस्तो बनिन्छ हेर्नु होला। फाइनली यस्तो बनाएँ तर लाइट बाले छैन, एकछिन बाल्छु। फाइनली यस्तो बनाएँ माछालाई मेरो साथीहरु।